नमस्कार, म मीरा अधिकारी, पेसाले नर्स र साइकोलोजिस्ट। हजुरहरू समक्ष आज एकदम महत्त्वपूर्ण लाइफ स्किल इमोसनल रेगुलेसनको बारेमा केही जानकारी लिएर आएको छु। हामीहरू सबैको जीवनमा स्ट्रेस आएको हुन्छ, तनाव भएको हुन्छ कुनै पार्ट अफ लाइफमा। थोरै स्ट्रेस हाम्रो जीवनमा इम्पोर्टेन्ट पनि छ, हामीलाई प्रगतितिर धकाल्छ। स्ट्रेसले गर्दा हामी प्रगतिको बाटोतिर लम्किन्छौँ। तर धेरै मात्रामा भयो भने चाहिँ यसले नराम्रो असरहरू पनि गर्न सक्छ, जस्तै मानिसहरू एङ्जाइटी र डिप्रेसनको शिकार पनि हुन सक्नुहुन्छ। त्यस कारणले चाहिँ हामीले बच्चादेखि ठुलोसम्म हामीले हाम्रो इमोसन्सहरूलाई कसरी रेगुलेट गर्ने, हामीले इमोसन्सहरूलाई कन्ट्रोल गर्ने होइन कि त्यो इमोसन्सहरूलाई हेल्दी वेमा कसरी हामीले रिलिज गर्ने भन्ने टेक्निकहरू चाहिँ को बारेमा जानकारी पाउन एकदम जरुरी छ। धेरै टेक्निकहरू छन् र यीमध्ये मैले आज दुईवटा टेक्निकहरूको बारेमा डिस्कस गर्नेछु। फर्स्टमा छ फिजियोलोजिकल साई। फिजियोलोजिकल साईमा हामी के गर्छौँ भने डिप ब्रेथ लिन्छौँ, लामो गहिरो सास लिन्छौँ र त्यो गहिरो सासको टप लेभलमा पुगिसकेपछि हामीले सास बाहिर नफालिकन फेरि अर्को छोटो सास लिन्छौँ। त्यसपछि हामी लामो सास बाहिर मुखबाट फाल्छौँ। हामी सबैले एकचोटि प्र्याक्टिस गरौँ। यो ब्रिदिङ टेक्निक चाहिँ हामीले दिनमा 3 to 5 टाइम्स हामीले गर्न सक्छौँ। स्ट्रेस नभएको बेलामा पनि गर्न सक्छौँ र स्ट्रेस भएको बेलामा हाम्रो दिमागमा केही कुरा धेरै बेरसम्म बसेको छ भने अलि धेरै टाइमसम्म पनि यो टेक्निकहरू हामीले अपनाउन सक्छौँ। अर्को भनेको छ बटरफ्लाई ट्याप। यसमा चाहिँ टर्म इट्सेल्फले जनाउँछ, बटरफ्लाई भन्ने बित्तिकै हामीले पुतलीको जस्तो फिगर बनाउनु पर्यो हातलाई। बटरफ्लाई यो दुईटा थम्बहरू हामीले जोड्ने र चेस्टमा राख्ने र ट्याप गर्ने चेस्टमा 1 2 1 2 ट्याप गर्ने। आँखा चिम्लिन पनि सक्छौँ, नचिम्लिन पनि सक्छौँ। हामीले यसरी ट्याप गरिसकेपछि यसले हाम्रो प्यारासिम्प्याथेटिक नर्भस सिस्टमलाई चाहिँ यसले स्टिमुलेट गरेको हुन्छ, जसले गर्दाखेरि हाम्रो एङ्जाइटीहरू स्ट्रेसहरू चाहिँ रिलिज भएर जान्छ। यो टेक्निकहरू आफ्नो बच्चालाई पनि सिकाउनुहोस् र तपाईँहरूलाई पनि यो जीवनमा एकदम महत्त्वपूर्ण हुनसक्छ। म फेरि पनि अरू टेक्निक्सहरू लिएर आउनेछु। तबसम्मको लागि धन्यवाद।